स्ट्रेट कपाल हुनेहरूलाई कर्ली गर्न मन लाग्ने र कर्ली कपाल हुनेहरूलाई स्ट्रेट गर्न मन लाग्ने आफ्नो नेचुरल कुरा त मनै नपर्ने। अनि मेरो चाहिँ कपाल नेचुरली नै स्ट्रेट छ नि त, त्यसैले मलाई चाहिँ कर्ली गर्न मन लाग्छ के। अझ मेरो जस्तै एकदमै स्ट्रेट कपाल हुनेले कर्ली गर्दा धेरै टाइमसम्म त्यो कर्ल नै बस्दैन। मेरो पनि पहिले बस्दैन थियो, तर आजकल चाहिँ यो टाइमोको कर्लर प्रो युज गर्न थालेदेखि मेरो ननुहाएसम्म कर्ल बसिरहेको छ। कस्तो इजिली कर्ल हुन्छ, लाइक हामीले इफोर्ट लगाइराख्नै पर्दैन। मैले यो कर्लरको पहिले पनि भिडियो बनाएको थिएँ, त्यहाँ मेरो कति धेरै रिच गएको थियो अनि कतिजनाले मेरो लिङ्क थ्रु पनि बाई गर्नुभएको थियो के। अनि उहाँहरूलाई चाहिँ थाहा होला यसले कति राम्रो काम गर्छ भने। यो कर्लर किनेर हजुरहरूलाई रिग्रेट चाहिँ हुन्न, किनभने यसले हजुरहरूको पैसा वसुल गर्छ के। लिटरली गाइज मैले 3 महिना कार्टमा राखेर किनेको के, यो कुरा मैले पहिले पनि भनेको छु। अनि मैले पहिला पनि एउटा किनेको थिएँ, त्यो चाहिँ मैले नेपाल जाँदाखेरि मेरो बहिनीलाई राख्दिएँ अनि फेरि आएर मैले अर्को किनेको हो के। यो चाहिँ मलाई चाहिँ एकदमै धेरै कर्ली गरेको मन पर्दैन, त्यसैले म चाहिँ जहिले हिट 1 मा राखेर गर्छु, त्यहाँ चाहिँ हिट 3 सम्म छ। तपाईँले जति हिट बढाउनु भयो त्यति कर्ली हुने हो। अनि आई थिङ्क यो भन्दा बेस्ट कर्लर अरू कुनै छैन नै जस्तो लाग्छ है मलाई चाहिँ, किनभने युज गर्न एकदमै सजिलो छ अनि कर्ली पनि एकदमै राम्रो बन्छ के, अनि लङ टाइमसम्म टिक्छ पनि। यदि राम्रो कर्लर खोजिराख्नु भएको छ भने चाहिँ म यही रिकमेन्ड गर्छु, किनभने मैले युज गरिरहेको भएर होला मलाई चाहिँ यही राम्रो लाग्छ। अनि मलाई यो कर्लरको बारेमा कति धेरै डिएम आउँछ के, कहाँ पाउँछ, कसरी किन्ने भनेर। सो यो भिडियो बनाउनुको मेन रिजन चाहिँ टु एन्सर दिस क्वेसन्स है। एक्चुअली यो नेपालमा चाहिँ पाउँदैन, तर अरू कन्ट्रीमा हुनुहुन्छ भने चाहिँ हजुरहरू मेरो बायोको लिङ्कमा गएर टाइमो ब्युटी लेखेकोमा थिच्नुहोस् अनि त्यहाँबाट हजुरहरूले बाई गर्न सक्नुहुन्छ। बाई द वे मैले युज गरेको चाहिँ टाइमो प्रो है। अनि मेरो बायो लिङ्क थ्रु बाई गर्नुभयो भने चाहिँ आई थिङ्क यु विल गेट 20 or 25% डिस्काउन्ट।